म चाहिँ हजुरहरूसँग फेरि भेट भयो भनौँ न। यस्तो देख्न सक्नुहुन्छ आजको नि मौसम यस्तो गरिरहेको देख्न सक्नुहुन्छ। घाम त छ उहाँ छ घाम टल्केको देख्नुभयो होला। घाम छैन भन्दिनँ तर हावाहुरी यताबाट लाउँदैछ देख्न सक्नुहुन्छ। यही पानी पर्न रहेछ टप टप पानी परिसकेको छ। तर यहाँ देख्न सक्नुहुन्छ मेरो छोराको कपडाहरू सब धोथेँ मैले चाहिँ आज एउटा नि कपडा नछोडिकन सब धोइदिएको थिएँ बाबुको लाको जोडी। अनि त्यहाँबाट माथिको त छ तलका कपडा जति जग्गा कट्टु जति धोइदिएको थिएँ फोहोर भएको थियो त्यही भएर धोइदिएको थिएँ। अनि त्यही पनि एउटा नि सुक्यो छैन राम्रोसँग। हल्का यी कट्टुहरू एक दुईवटा सुक्यो होला तर सुक्यो छैन। तर हावाहुरी आउनु लाग्यो अझै पनि सुक्ने समय त थियो 5:30 भएको थियो। अब 6 बजीसम्म त हल्का फुल्का घाम लागिहाल्छ देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट हावा यहाँ चाहिँ हिजो बिहान 5 बजेतिर आएको पानी सङ्लेको छ। बढारिन कि फेरि पनि आउँछ कि भनेर बढारिन देख्न सक्नुहुन्छ। यी कपडाहरू सब सुकाएर छ्याटछुट पारेर देख्न सक्नुहुन्छ। मलाई पनि देख्न सक्नुहुन्छ। म चाहिँ यहाँ माथि कपडा उठाउन आएको। आमाले हावाहुरी लाउनु पर्छ अब कपडा उठाउन भन्नुभयो त्यही भएर म चाहिँ आएको साथीहरू देख्न सक्नुहुन्छ। मैले चाहिँ केही क्लिप्सहरू छोटो पनि बनाएर राखेको हुन्छु। हजुरहरूले चाहिँ हेरेर माया गरिदिनु होला। हजुरहरूको साथ सपोर्ट भएपछि मात्रै हो हामी अगाडि बढ्ने देख्न सक्नुहुन्छ। अलिअलि मेरा पनि थिए कपडा धोएर सुकाएको थिएँ तै पनि अलिअलि भइहाल्छ नि त आफ्ना कपडा। अन्त अब अरूको थिएन अनि बाबा मम्मीको नि भइहाल्छ हुन त तर थिएन खासै। त्यही भएर मेरो चाहिँ कपडा मैले बाबुको धेरै थियो मेरो पनि थिएन धेरै कपडाहरू। सानो बाबुको ठुलो बाबुको थियो। त्यही भएर साथीहरू देख्न सक्नुहुन्छ। उहाँ भट्टामा हजुरलाई ठुलो बनाएर देखाउँछु। ए ठुलो नहुने रहेछ साथीहरू यतिको देख्न सक्नुहुन्छ। उहाँ भट्टामा कति धुलो उडे है। एक त बाङ्गे देखिन्छ त यस्तो गर्नुपर्ने रहेछ हो त भट्टामा है देख्न सक्नुहुन्छ। यहाँ चाहिँ म देख्न सक्नुहुन्छ कपडा देख्न सक्नुहुन्छ। कपडाहरू देख्नुभयो भुइँभरि साथीहरू पो देख्न सक्नुहुन्छ। हावाहुरी लागेको कारणले गर्दा भुइँभरि कपडा झरेको छ। अनि त्यहाँबाट म चाहिँ कपडा उठाउन भनेर आएको हो माथि। यस्तो भयो मौसम किन अब अहिले बर्खामा धेरै दुःख दिन्छ होला किसानहरूलाई। अहिले चाहिँ हाहाकार मचिन सक्छ। समयमै हजुरहरूले नै जोगाएर राख्नु होला। अन्नपातहरू धेरै हिनाबिना गऱ्यो भने पनि आफैलाई दुःख हो साथीहरू देख्न सक्नुहुन्छ। अहिले चाहिँ यो हाम्रो माथिको टिनले डिस्टर्ब गरे देख्न सक्नुहुन्छ। यस्तो भयो समय के हो कि अहिलेको समय खै जान्न बुझ्न सकिएको छैन देख्न सक्नुहुन्छ। मेरो कपडाहरू चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। मेरो छोराले चाहिँ खाना पकाउँदैछ ल ओके बाई। यति नै आजको ब्लग हेरिहाल्नुहोस् ल है साथी बाई।